विश्वविज्ञानं विश्वाद्यं विश्ववन्द्यं निखिलमयहरं पञ्चवक्त्रं त्रिनेत्रं नारायणं पद्मभवं वसिष्ठं शक्तिं च तत्पुत्रपराशरं च व्यासं सुतं गौडपदं महन्तं गोविन्दयोगीन्द्रमहर्ष शिष्यं श्रीशङ्कराचार्यमहर्ष पद्मपादं च हस्तामलकं च शिष्यं तं तोटकं वार्तिककारमन्याम् अस्मद्गुरुं सन्ततमानतोऽस्मि विशुद्धज्ञानदेहाय त्रिवेदि दिव्यचक्षुषे श्रेयःप्राप्तिनिमित्ताय नमः सोमार्गधारिणे। ॐ शान्तिः शान्तिः शान्तिः। 3 दिन हमें ओम नमः शिवाय एक विषय में चर्चा करनी है। संबंध पहला ओम नमः शिवाय पूरा का पूरा मंत्र लगी पंचाक्षरी मंत्र बने। ओम छोड़े पछी ओम बायक और 5 अक्षर द्वारा ये नमः शिवाय बंद है। नमः शिवाय ये ओम नमः शिवाय विशुद्ध वैदिक मंत्र। यो तो अनेक मंत्रहरू छन् तर ती सबै मन्त्रहरू मध्ये कोही तान्त्रिक छन् तन्त्र आधारित, कोई पौराणिक छन् पुराणको आधारमा र कोही वैदिक छन्। तर यो पंचाक्षर ओम नमः शिवाय मंत्र यो वैदिक मंत्र। वेदका कई ऋचाहरूमा यो मंत्र प्रयोग भएको छ। शुक्ल यजुर्वेद माध्यन्दिनी शाखामा पनि यो मंत्र आएको छ। ओम नमः शंभवाय च मयो भवाय च नमः शंकराय च महेश्वराय च नमः शिवाय च शिवतराय च ये मंत्र है। इस मंत्र को बीच में नमः शिवाय ये 5 अक्षर को पंचाक्षरी मंत्र आएको छ। पंचाक्षरी मंत्र को बारे में फिर विचार गरौँला। इसको मूल आदि में जो ओमकार छ त्यसको बारे में आज विचार गरौँ। ओम नमः शिवाय। ओम के हो? हाम्रो वैदिक सनातन धर्म को मूल आधारै ओम। यहाँसम्म कि विश्व ब्रह्मांड को आधार ही ओम हो। हाम्रो वैदिक सनातन धर्म को यो अवधारणा छ। सृष्टि ओमकार द्वारा उत्पन्न भएको। सृष्टि को आदि में जब केही पनि थिएन, पृथ्वी जल तेज वायु आकाश महत्तत्व अहंकार महत्तत्व तन्मात्रा ये केही पनि थिएन। सदैव सौम्यदमग्र आसीत् एकमेव अद्वितीयम्। उद्दालकारुणी श्वेतकेतुलाई भन्नुहुन्छ कि हे सौम्य, हे पित्र, हे प्रियदर्शन पुत्र, सृष्टि को आदि में अरू केही पनि थिएन, केवल एक सत्ता मात्र थियो, सद मात्र थियो। सजातीय विजातीय सुगत भेद त्रय रहित शुद्ध सत्ता मात्र थियो। स्थूल प्रपंच थिएन, सूक्ष्म प्रपंच थिएन, कारण प्रपंच थिएन। केवल चिन्मात्र अखण्ड सत्ता चैतन्य सत्ता मात्र थियो, जसलाई वेदान्तमा
ब्रह्मसत्ता बनिन्छ। समष्टि प्राणीहरूको समष्टि प्रारब्ध उदित भएपछि प्रारब्ध द्वारा प्रेरित भएर एक अखण्ड सत्तामा सहसा एक क्षोभ उत्पन्न भयो, जो सृष्टिको एक आधार थियो। और जहाँ क्षोभ हुँदा साथ परमात्मा को द्वारा एक श्वासोच्छ्वास को रूप में ध्वनि निक्लियो, जुन ध्वनिलाई ओमकार भनिन्छ। ओंकारश्चाथ शब्दस्य द्वावेतो ब्रह्मणः पुरा कंठम वित्व विनिर्यातो तस्मात् मांगलिकाहो। ओंकार और अथ ये दुईटा अक्षर सृष्टि को आदि में परमात्मा द्वारा उच्चरित भएका छन्। ओम और अथ। त्यसमा पहिलो ध्वनि ओम छ और दोस्रो ध्वनि अथ छ। यी दुईटै परमात्मा द्वारा उच्चरित भएको हुनाले यी दुईटै मंगलमय छ। तस्मात् मांगलिका भुवौ। ओंकार सृष्टि को आधार हो। ओंकार ये परमात्मा को स्वरूप हो। ओंकार को बारे में उपनिषद में धेरै चर्चा आएको छ। ओंकार को बारे में धेरै उपनिषदले चर्चा गरेका छन्। ती मध्ये मुख्य ओंकार को चर्चा गर्ने उपनिषद को नाम हो माण्डुक्य उपनिषद। महर्षि मुंडक द्वारा देखिएका भावनामा अनुभव गरिएका, समाधिमा अनुभव गरिएका मन्त्रहरूको समूह माण्डुक्य उपनिषद। माण्डुक्य उपनिषद बहुतै सानो उपनिषद छ, तर अर्थको रूपमा बडा गहन छ। उपनिषद धेरै छन्। 108 उपनिषद छन्, 132 उपनिषद छन्। ती समग्र उपनिषदहरू मध्ये केही उपनिषद महत्त्वपूर्ण छन्। 11 उपनिषद धेरै महत्त्वपूर्ण छन्। किनभने 11 उपनिषदमा आदिगुरु शंकराचार्यजीले विस्तृत भाष्य लेख्नु भएको छ। त्यसकारणले 11 उपनिषद बडा महत्त्वपूर्ण उपनिषद छ। ईशावास्य उपनिषददेखि लिएर बृहदारण्यक उपनिषद पर्यन्त 11 उपनिषद छन्, मुख्य उपनिषद। त्यसमा बृहदारण्यक उपनिषद बडा ठुलो, बडा विस्तार छ। जस्तो कि नामै त्यसको हो बृहत आरण्यक। आरण्यक शब्दको अर्थ हुन्छ अरण्यमा साधना द्वारा जुन मन्त्रहरूको समाधि द्वारा खोजिएको थियो। और बृहदारण्यक उपनिषदका मन्त्रहरू पनि जंगल तरह छ। कई अध्यायों में विभक्त छन्। और उपनिषदहरूमा सबभन्दा कम मंत्र और सानो उपनिषद छ माण्डुक्य उपनिषद। माण्डुक्य उपनिषदमा केवल 12 मंत्र छन् मुख्य। ईशावास्य उपनिषदमा 18-20 मंत्र छन्। बृहदारण्यक उपनिषदमा हजारौं मंत्र छन्, तर माण्डुक्य उपनिषदमा केवल 12 मंत्र छन्। माण्डुक्य उपनिषदको आरम्भ नै ओंकारको उच्चारणद्वारा भएको छ और समग्र ओंकारको व्याख्या गरेको छ माण्डुक्य उपनिषदले। माण्डुक्य उपनिषदको पहिलो मन्त्र यसरी छ। ओम इत्येतदक्षरमिदं सर्वं तस्योपव्याख्यानम्
भूतं भविष्यदिति सर्वम् ओंकार एव यच्चान्यत्रिकालातीतं तदप्योंकार एव। ओम इति एतत् अक्षरम इदम। ओम यो अक्षर हो। अक्षर शब्द को अर्थ हुन्छ अविनाशी। क्षर शब्द को अर्थ हुन्छ विनाशी। क्षर और अक्षर शब्द को प्रयोग गीता में भएको छ। क्षर और अक्षर, गीता को 15वां अध्याय में भगवान श्री कृष्ण ने क्षर और अक्षर ये दुईटा पद को प्रयोग गर्नु भएको छ। द्वाविभव पुरुषो लोके क्षरक्षाक्षर एव च। ये अर्जुन, ये संसार में दुई प्रकार का पुरुष छन्। एउटा अक्षर पुरुष, अर्को अक्षर पुरुष। क्षर और अक्षर को स्वयं भगवान श्री कृष्ण ने व्याख्या गरिदिनु भएको छ सूत्र रूपमा। क्षरः सर्वाणि भूतानि भूतस्थो अक्षर उच्यते। समग्र भूत, जड़ और चैतन्य समूहहरुको जति पनि भूत पदार्थ छन् ती सबै क्षर हुन्। भूत शब्दको अर्थ हुन्छ जो बनेका छन्, भएका छन्, त्यसलाई भूत भनिन्छ। भवन्ति इति भूता ताहा भूतानि तानि भूतानि। जो कुनै काल, देश या कुनै ईश्वर या कुनै व्यक्ति द्वारा संकल्प द्वारा बनेका पदार्थलाई भूत भनिन्छ। यो मालाको नाम भूत हो, किनभने माला बनाइयो। श्रद्धालुहरू भक्तहरूले बनाएको हुनाले माला के भयो? यसको नाम भूत हो। यो घरको नाम भूत हो, पृथ्वीको नाम भूत हो, जल वायु तेज आकाश का नाम भूत हो। इनलाई भूत किन भनिन्छ? किनभने परमात्माको संकल्प द्वारा बनाइएको, परमात्माको संकल्प द्वारा बनेका, भएका। बनाएर भएको हुनाले यिनलाई भूत भनिन्छ, और नबनाइकन भएको हुनाले परमात्मालाई अक्षर भनिन्छ। परमात्मा कसैले बनाएर बनेको चीज होइन र कसैले बिगारेर बिग्रने चीज होइन। परमात्मा बाहेक जगतमा सबै पदार्थ बनाएर बनेका छन् और देश काल और वस्तु को प्रभावले गर्दा बिग्रन्छन्। देश काल वस्तु और संकल्प को प्रभावले बन्दछन्, देश काल वस्तु और संकल्पकै प्रभावले बिग्रन्छन्। बन्नी जो वस्तु होती बिग्रन्छन् और जो बनेका छन् ती बिग्रन्छन्, और जसमा बिग्रने संभावना छ, योग्यता छ, ती बन्दछन्। क्षर सर्वाणि भूतानि, जो बिग्रन्छन् ती सबैलाई क्षर वर्गमा राखिएको छ। कूटस्थो अक्षर उच्यते। जो बन्दैन, जो बिग्रदैन त्यसलाई अक्षर भनिन्छ। अक्षर शब्दको अर्थ हुन्छ नबिग्रने, नष्ट नहुने। ओंकार यो स्वरूपतः अक्षर हो। ओम इति तदक्षरम। अक्षर ओंकारलाई अक्षर भनेर यो सिद्ध गरियो कि ओंकार कहिल्यै पनि नाश हुँदैन। तब क्या यो संसारमा द्वैत छ? एउटा परमात्मा कहिल्यै नाश हुँदैन, अर्को ओंकार कहिल्यै नाश हुँदैन। त्यसकारणले दुईटा वस्तु कहिल्यै नाश हुँदैन। यो मान्ने हाम्रो वेदान्त कहिल्यै पनि यसरी मान्न सक्दैन। नाश नहुने पदार्थको रूपमा दुईटा वस्तु स्वीकार गर्न सक्दैन वेदान्त। नाश हुने तो 1000 लाख करोड अनगिन्त जति पनि उत्पन्न हुन्, नष्ट हुन्, त्यसले हामीलाई केही फरक पर्दैन। तर नाश नहुने पदार्थ मध्ये केवल एउटै वस्तु छ, त्यो हो परमात्मा। परमात्मा बाहेक अर्को वस्तु, नाश नहुने वस्तु हुनै सक्दैन।
किनभने अर्को वस्तुलाई नाश नहुने हामीले स्वीकार गर्यौं कि द्वैत आपत्ति आउँछ। और उपनिषदलाई वेदान्त दर्शनलाई द्वैत कहिल्यै पनि पसन्द छैन, मन पर्दैन, द्वैत सहन गर्न सक्दैन। त्यसकारणले ओंकारलाई अक्षर भन्यो। अक्षर भन्नको मतलब अविनाशी। तो ओंकार अविनाशी हो कि परमात्मा अविनाशी हो, या दुईटै अविनाशी हो? ओंकारलाई अविनाशी भन्दा साथ ये सिद्ध भयो कि ओंकार नै परमात्मा हो, बस। अविनाशी भन्दा साथ ये सिद्ध भयो कि ओंकार परमात्मा। ओम इत्येतदक्षरमिदं सर्वम्। सर्वम तस्योपि व्याख्यानम। ये जगतमा जति पनि देखिएका छन् स्थूल और सूक्ष्म नाम और रूप, यी सबै मिलेर तस्य उपव्याख्यान, वही अक्षर अविनाशी ओंकार रूप परमात्मा को नजदीक द्वारा व्याख्या गर्दछन्। व्याख्या व्याख्या शब्दको अर्थ हुन्छ विशेष रूपमा त्यसलाई प्रकाशमा ल्याउनु। ख्याति शब्दद्वारा ख्या गरिन्छ। ख्याति माने प्रकाश। जगतमा जति पनि पदार्थहरू छन् यी सबै एक स्वरमा वही एक परमात्माको व्याख्या गरेका छन्। व्याख्या शब्दको अर्थ हुन्छ जो वस्तु ज्ञात भएको छैन त्यसलाई ज्ञात गराइदिने प्रसङ्गलाई व्याख्या भनिन्छ। नदेखिएको वस्तुलाई देखाइदिनेलाई व्याख्या भनिन्छ। नजानिएको वस्तुलाई जनाइदिने त्यसलाई व्याख्या भनिन्छ। ख्यातिमा माने प्रकाशमा ल्याइदिनु। भूतम भवत् भविष्यति इति सर्वम ओंकार। ओम नमः शिवाय पंचाक्षरमा पहिलो जो ओम आएको छ त्यसको व्याख्या भइराखेको छ। आज भन्दा पहिला जति पनि भए और गए और नष्ट भए ती सबै के थिए? ती सबै ओंकार थिए। तपाईं हाम्रा बाउबाजे के थिए? भूतम। जो पहिले भए ती सबै के भए? ती पनि ओंकारै थिए। और आज जो छन् तिनीहरू के हो? ती पनि ओंकार। और भविष्यमा तपाईहरुका नाति नातिनाहरू पैदा होलान्, जन्मलान् या जन्मिसकेका होलान् या अझै जन्मने बारी छ। धेरैका छोराछोरीहरू बिहा गर्न बाँकी छ, नाति नातिना हुन बाँकी छ। ती जन्मने नाति नातिनाहरू के जन्मन्छन्? ती पनि ओंकारै हो। पहिलो भयो त्यो ओंकार, आज जो छ त्यो ओंकार और पछि जो हुन्छन् ती सबै ओंकार। भूतम भवत् भविष्यति। भूतकाल पनि ओंकार, वर्तमान काल पनि ओंकार हो, भविष्य काल पनि ओंकार हो। भूतकालमा जे जति घटनाहरू भए ती सबै ओंकार हुन्। अहिले वर्तमानमा जे भएको छ ती सबै ओंकार हो, भविष्यमा जे हुन्छ ती सबै ओंकार हो। यो वेदान्त दर्शन हो, यो वेदको दृष्टि हो। सर्वम ओंकार एव। किनभने सबै ओंकार भित्र अन्तःपाती छन्। यच्चान्य त्रिकालातीतम तदप्य ओंकार। तीन काल भित्र जो आएका छन् ती ओंकार हुन्। जो तीन काल भन्दा बाहिर छ क्या त्यो ओंकार होइन? परमात्मा तीन काल भन्दा बाहिर छ, क्या त्यो ओंकार होइन? कसैले यो शंका नगरोस् कि तीन काल भन्दा बाहिरको सायद ओंकार होइन कि भनेर शंका गर्ला। श्रुतिले स्वयं व्याख्या गरेको छ, यच्चान्य त्रिकालातीत। भूतकालको पनि ओंकार, वर्तमान ओंकार, भविष्यकालिक ओंकार और तीन काल भन्दा पर जो छ त्यो पनि ओंकार। माण्डुक्य उपनिषदको आधारमा ओंकारको व्याख्या भइराखेको छ। सर्वम ह्येतद् ब्रह्म अयम् आत्मा ब्रह्म स्वयम् आत्मा चतुष्पाद।
कि ओंकार 4 चरणमा विभक्त छ। यो ओंकार यही आत्मा हो, यही ब्रह्म हो। अयम आत्मा ब्रह्म, अयम ओंकार, ये जो ओंकार हो यही आत्मा हो और यही ब्रह्म हो। केवल ब्रह्म भनेको भए सायद जीवात्मा सायद ओंकार को अंतर्गत आउँदैन कि भन्ने शंका होला। यहाँ आत्मा पद प्रयोग गरेको। आत्मा शब्दको अर्थ हुन्छ यच्चाप्नोति यदा दत्ते यच्चात्ति विषयानिह यच्चास्य सन्ततो भाव तस्मात् आत्मेति कीर्तते। ओंकार आत्मा हो। ओंकार कोई मसी और कागज में लेखिएको वस्तु होइन। ओंकार आत्मा हो। तपाईं और हाम्रो हृदयमा बसेको जो चैतन्य हो त्यही ओंकार। ओंकार आत्मा हो भन्नको मतलब के भयो? ओंकार जड़ हो। ओंकार आत्मा हो भन्नको मतलब ओंकार जड़ होइन। ओंकार ब्रह्म हो भन्नको मतलब के भयो? ओंकार केवल एउटा कागजमा लेखिएको वस्तु हो। आत्मा शब्द और ब्रह्म शब्द ये दुईटा एक साथ प्रयोग भएको छ। सर्वम हि एतत् ब्रह्म, अयम आत्मा ब्रह्म। आत्मा शब्दको अर्थ हुन्छ यच्चाप्नोति यदा दत्ते यच्चात्ति विषयानि। जसले आफ्नै संकल्प शक्तिद्वारा सारा जगतलाई उत्पन्न गर्यो, बनायो और जसले सारा जगतलाई भोगेको छ और जसले अन्तमा सारा जगतलाई आफैमा लीन गर्दछ और जो प्रत्येक पदार्थमा व्याप्त भएर बसेको छ और जसको सत्ता नित्य रहन्छ, सन्ततो भाव। जसको भाव, जसको सत्ता नित्य रहन्छ, सतत रहन्छ। कसैले रोकेर रोकिँदैन, देशले रोक्दैन, कालले रोक्दैन, वस्तुहरूले छेक्दैन। तस्मात् आत्मेति कीर्त्यते मन्यते गण्यते। त्यस्तै गरी ओंकारलाई ब्रह्म भनिएको छ। ब्रह्म शब्दको अर्थ हुन्छ व्यापक। सर्वज्ञ आदि गुरु शंकराचार्य जी ब्रह्म शब्द को व्याख्या गर्नुहुन्छ उपनिषदमा। बृहत्वाद ब्रह्मणत्वाद वा आत्मा ब्रह्मेति गीयते। ब्रह्म उसलाई भनिन्छ जो सबभन्दा ठुलो और ब्रह्म उसलाई भनिन्छ जो सबैलाई समातेर बसेको छ। ब्रह्म बृहत अर्थमा ब्रह्म और ब्रह्मण अर्थमा ब्रह्म। तपाईहरुले मेरो घाँटीमा एउटा माला देख्नु भएको छ। यहाँ फूल कतिवटा छन् गनेर खोलेर गनियो भने गन्न सकिन्छ, 100-150 होला। यी प्रत्येक फूल स्वतन्त्र सत्ता वाला छन्, स्वतन्त्र अस्तित्व वाला छन्। तर अहिले जुन बेला माला बनेको छ त्यस बेला यी सारा का सारा फूल स्वतन्त्र सत्ता और अस्तित्व वाला छैन। प्रत्येक फूललाई बाँधेर बसेको छ एउटा डोरी, एउटा धागो। सबैलाई बाँधेको हुनाले त्यसलाई संस्कृत भाषामा ब्रह्मण भन्छ, जसलाई सबैलाई बाँधेको हुन्छ। बाँधनी अर्थमा ब्रह्मण शब्दको प्रयोग हुन्छ। जस्तै यो मालामा रहेका हजारौं फूललाई एउटै धागाले बाँधेको छ। त्यो धागो प्रत्येक फूलमा अनुस्यूत छ। धागो देखिएको छैन, तर नदेखिए पनि देखिएका फूललाई बाँधेर बसेको छ। ब्रह्मको सत्ता पनि त्यस्तै छ। सामान्यतया ब्रह्म देखिएको छैन,
तर नदेखिए तापनि जस्तै सबै फुललाई धागोले बाँधेको छ त्यस्तै हामी यहाँ हलमा बसेका छौँ या जहाँ पनि छौँ सारा प्राणी मात्रलाई प्रत्येक पदार्थलाई जसले आफ्नो सत्ताले बाँधेको छ। किनभने यहाँ जति पनि हामी बसेका छौँ कसैले यो भन्न सक्छ म यहाँ छैन भनेर भन्न सक्छ? म यहाँ छैन भनेर कसैले पनि आफ्नो सत्तालाई निषेध गर्न सक्दैन। आफ्नो सत्तालाई निषेध गर्न नसक्नु नै सत्ताद्वारा सबै बाँधिएको। हामीहरू कोही दाम्लो डोरीले बाँधिएका छैनौँ, तर एउटा वस्तुद्वारा बाँधिएका छौँ, त्यसलाई हामीले निषेध गर्न सक्दैनौँ। त्यो वस्तुको नाम हो सत्ता, हुनुपना, अस्तित्व। अस्तित्व यो ब्रह्मको स्वरूप हो। अस्तित्वले सबैलाई बाँधेको छ, सबैलाई समातेको छ। सर्वम एतद् ब्रह्म अयम आत्मा ब्रह्म सो अयम आत्मा चतुष्पाद। ये ओंकार रूप जो आत्मा हो या आत्मा को जो प्रतीक लो ओंकार हो, ये चतुष्पाद, चार चरण वाला छ, चार पाद वाला छ। चतुष्पाद को अर्थ हुन्छ चार विभाग वाला छ, चार अवस्था वाला छ। ओंकार चार अवस्था वाला छ। जस्तै गायका चार चरण छन्। चरणलाई खुट्टालाई संस्कृत भाषामा पाद भनिन्छ। त गायका चार चरण छन्, चार पाद छन्, तर त्यस्तो ब्रह्मका चार चरण होइन। हाम्रा दुई चरण छन्, गायका चार चरण छन्। हाम्रा दुईटा खुट्टा छन्, दुईटा पाद छन्, ब्रह्मका चार पाद छन्। तर हाम्रा पाद और गायहरूका पाद जस्तो यो ओंकारका चार पाद होइन। माण्डुक्य उपनिषदको व्याख्यामा आदिगुरु शङ्कराचार्यले भाष्यमा लेख्नु भएको छ, जस्तै एउटा रुपियाँमा चार अवयव छन्, चार चौबन्नी छन्, चार सुका छन्, त्यस्तै गरी एउटै ओंकारमा यी चार पाद छन्, चार अवस्था छन्। प्रत्येक अवस्थाको व्याख्या माण्डुक्य उपनिषदमा भएको छ। ओंकार चार अवयवद्वारा बनेको छ। हाम्रो शरीर अष्टधा प्रकृतिद्वारा बनेको छ। हाम्रो शरीर पांच महाभूतद्वारा बनेको छ। हाम्रो शरीर पृथ्वी जल तेज वायु आकाश द्वारा बनेको छ। यी पांच महाभूत मध्ये पृथ्वी 50% छ, तर बाँकी अरू चार महाभूत 12.5% छ। 50% यो स्थूल शरीरमा पृथ्वी तत्व रहेको हुनाले यो देखिन्छ, गरुङ्गो छ। और महाभूत 12.5% रहेको हुनाले वो देखिँदैन। यसभित्र एउटा अर्को शरीर छ, सूक्ष्म शरीर। त्यो सूक्ष्म शरीर पनि पांच महाभूतद्वारा बनेको, तर स्थूल महाभूत होइन, सूक्ष्म महाभूतद्वारा बनेको। और वहाँ 17 अथवा 19 तत्वद्वारा बनेको छ सूक्ष्म शरीर। सूक्ष्म शरीर वायु प्रधान छ, सूक्ष्म छ। त्यसकारणले सूक्ष्म शरीर आँखाले देखिँदैन, तर अनुभवमा आउँछ। धेरै कुराहरू छन् आँखाले देखिँदैन तर अनुभवमा आउँछ, प्रमाणले सिद्ध हुँदैन तर अनुभवमा आउँछ। ओंकारको व्याख्या राम गीतामा बडा सुन्दर ढङ्गले भएको छ। जस्तै माण्डुक्य उपनिषदमा ओंकारको व्याख्या भएको छ, त्यस्तै राम गीतामा भएको छ। माण्डुक्य उपनिषदमा ओंकारको व्याख्या गर्दै जागृत स्थान वैश्प्रज्ञः सप्ताङ्ग एकोनविंशति मुख स्थूल भुक् वैश्वानरः प्रथम पादः।
ओंकारका 4 चरण छन्, 4 अवयव छन् भने आत्माका पनि 4 चरण छन्, 4 अवयव छन्, 4 अवस्था छन्। ओंकारमा 4 अवयव छन्, अ, उ, म और अमात्रा। अमात्रालाई तुरीय भनिन्छ। अ यो अक्षर, पहिलो अक्षर अ, दोस्रो उ और तेस्रो म और चौथो अमात्रा, चन्द्रबिन्दु। चन्द्रबिन्दुलाई अमात्रा भनिन्छ। ये 4 अवयव मिलेर एउटा ओम अक्षर बनिन्छ। अ को अर्थ के हो, उ को अर्थ के हो, म को अर्थ के हो र चन्द्रबिन्दु अमात्रा को अर्थ के हो। ओंकार को अर्थ बुझ्दाखेरि यी सबै अवयव को अर्थ नबुझेसम्म ओंकार को अर्थ बुझ्न सकिँदैन। ओंकार केवल ब्रह्म हो और ओंकार सब कुछ हो। ब्रह्म हो यो कुरा त ओंकार ब्रह्म हो, परमात्मा हो, यो कुरा त बुझ्न सकिन्छ। ओंकार सब कुछ हो। यो बुझ्नको लागि ओंकारका अवयवको व्याख्या गर्नुपर्छ। अ को व्याख्या नगरेसम्म ओंकार सब कुछ हो यो बुझ्न बडा गाह्रो छ। उ को व्याख्या नगरेसम्म ओंकार सब कुछ हो भनेर बुझ्न गाह्रो छ। म को व्याख्या नगरेसम्म ओंकार सब कुछ हो भनेर भन्न गाह्रो छ, बुझ्न गाह्रो छ। अमात्रा को व्याख्या नगरेसम्म ओंकार सब कुछ हो भनेर बुझ्न गाह्रो छ। ओंकारमा यी 4 अवयव छन्, अ, उ, म और अमात्रा। सबभन्दा पहिलो अ के हो? यतिखेर हाम्रो सत्ता अ, ओंकार मध्ये अ को रूपमा हामी बसेका छौं। अ को अर्थ हुन्छ जागृत अवस्था। यतिखेर हामी सुतेका छौं कि जागेका छौं? हामी सुतेका छौं कि जागेका छौं, बिउजिएका छौं? सामान्यतया जागृत और स्वप्न को और सुत्नी यो परिभाषा इन्द्रिय अर्थोपलब्धि रीति जागरणम, ये जागृत अवस्था को परिभाषा छ संस्कृत भाषामा। जुन बेला हामीहरूले इन्द्रियद्वारा अर्थ माने विषयहरूलाई ग्रहण गर्दछौं त्यो अवस्थालाई जागृत अवस्था भनिन्छ। हाम्रा 5 ज्ञानेन्द्रिय छन्। 5 ज्ञानेन्द्रिय मध्ये एउटा इन्द्रियले पनि आफ्नो विषय ग्रहण गरेको छ भने त्यो अवस्थालाई जागृत अवस्था भनिन्छ। छालाले यदि तातो र चिसो थाहा पाएको छ भने त्यसलाई जागृत अवस्था भनिन्छ। छालोले यदि कठोर और कोमल थाहा पाएको छ भने त्यसलाई जागृत अवस्था भनिन्छ। त्यस्तै गरी कानले कोही न कोही शब्द सुनिरहेको छ भने त्यसलाई जागृत अवस्था भनिन्छ। नाकले केही सुगन्ध दुर्गन्ध ग्रहण गरिरहेको छ भने त्यसलाई जागृत अवस्था भनिन्छ। जिह्वाले रस चाखिराखेको छ भने, अनुभव गरिराखेको छ भने जागृत अवस्था भनिन्छ। आँखाले केही देखेको छ भने जागृत अवस्था। 5 ज्ञानेन्द्रियले यदि आफ्ना विषयहरूलाई ग्रहण गरेको छ भने त्यो अवस्थालाई जागृत अवस्था भनिन्छ। इन्द्रिय ही अर्थोपलब्धि रीति जागरण। और यतिखेर हामी केही न केही ग्रहण गरेकै छौं। कानद्वारा मेरो प्रवचन सुनेका हुनुला, या फिर छालाद्वारा गर्मीको अनुभव गरेका हुनुला। केही न केही भइराखेकै छ। आँखाले केही न केही हेरेका छौं। एउटा इन्द्रियले पनि आफ्नो विषय ग्रहण गरेको छ भने त्यो अवस्थाको नाम हो जागृत अवस्था। और यो यदि जागृत अवस्था हो भने यसको नाम हो ओंकार। ओंकार मध्ये हामी अ अक्षर भित्र बसेका छौं। यतिखेर
अवस्थामा छौं भन्नको मतलब के भयो? हामी ओमकारको एक चरणमा यतिखेर बसेका छौं। एउटा अक्षरले हामीलाई थानेको छ। ओमकारले हामीलाई थानेको छ। ओमकार मध्ये अ पहिलो अक्षरले हामीलाई थानेको छ। ओमकारको अर्थ हुन्छ अ को अर्थ हुन्छ जागृत अवस्था। जागृत अवस्थाको मतलब भयो स्थूल शरीर। हाम्रा तीन शरीर छन्, स्थूल शरीर, सूक्ष्म शरीर और कारण शरीर। स्थूल शरीरको सम्बन्ध ओमकारको अ अक्षरसँग छ। सूक्ष्म शरीरको सम्बन्ध ओमकारको उ अक्षरसँग सम्बन्ध छ। कारण शरीरको सम्बन्ध ओमकारको मसँग छ। ओमकारमा तेस्रो अक्षर जो म हो त्यसको सम्बन्ध कारण शरीरसँग छ। ओमकारमा दोस्रो अक्षर जो उ हो त्यसको सम्बन्ध सूक्ष्म शरीरसँग छ। ओमकारमा पहिलो अक्षर जो अ हो त्यसको सम्बन्ध हाम्रो स्थूल शरीरसँग छ। यानी हाम्रो शरीर यदि पंचभूतात्मक हो भने ओमकारको जो अ अक्षर हो त्यो पनि पांच भूत वाला अ अक्षर पंचभूतात्मक हो। बड़ा सुंदर विवेचना भएको छ। ओमकारको बारेमा राम्रोसँग जान्नु छ भने पंचीकरण, वार्तिक पंचीकरण पढ्नुपर्छ। आदिगुरु शंकराचार्यजीको पंचीकरण ओमकार। अध्यात्म, अधिदैव और अधिभूत ये त्रिपुटी छन्। ये तीन एकै साथ रहन्छन् और तीन एकै साथ काम गर्छन्। अधिभूत रहोस् और अध्यात्म नरहोस् ये संभव छैन। अध्यात्म रहोस्, अधिभूत नरहोस् ये संभव छैन। अध्यात्म अधिभूत रहोस् और अधिदैव नरहोस् ये संभव छैन। अध्यात्म, अधिदैव और अधिभूत ये तीन एकै साथ काम गर्दछ। अध्यात्म शब्दको अर्थ हुन्छ इन्द्रिय, अंतःकरण। अधिभूत शब्दको अर्थ हुन्छ विषय और अधिदैव शब्दको अर्थ हुन्छ देवता। आँखा अध्यात्म हो भने यो फूल अधिभूत हो और उज्यालो अधिदैव। आँखा छ और फूल छैन भने हेर्ने के? आँखाले के हेर्ने? आँखा तो छ तर फूल छैन भने आँखाले के हेर्ने? आँखाले हेर्नको लागि कोही न कोही विषय चाहियो कि चाहिएन, वस्तु चाहियो कि चाहिएन? आँखा तो ठीक छ और वस्तु हेर्नको लागि छैन भने आँखाको के काम? त्यस कारणले अक्सर अँध्यारोमा व्यक्तिहरूले आँखा चिम्लन्छ। अँध्यारोमा आँखा चिम्लनु पर्ने जरुरत के छ? अँध्यारो त अँध्यारो छ, आँखा हेर चाहे चिम्ल। तिमीले चिम्लेका छौ कि हेरेका छौ के थाहा? कुनै कोठामा यदि बिल्कुल गाढ गहिरो अँध्यारो छ भने गहिरो अँध्यारोमा बसेको व्यक्तिले आँखा चिम्लन्छ। आँखा किन चिम्लन्छ? किनभने त्यहाँ आँखाको कोही उपयोगिता रहेन, किनभने हेर्नको लागि कोही पदार्थ रहेन। पदार्थ छन् भने आँखाको उपकार गर्दछन् पदार्थले। और पदार्थ पनि छन्, आँखा पनि छ, तर उज्यालो छैन भने आँखाको औचित्य छैन। आँखा छ, पदार्थ छन्, उज्यालो छैन भने
आँखा और उज्यालोको औचित्य छैन। उज्यालो छ, आँखा छ और पदार्थ छैनन् भने उज्यालो और आँखाको औचित्य छैन। पदार्थ और उज्यालो छ, आँखा छैन भने पदार्थ और उज्यालोको औचित्य छैन। यो त्रिपुटी हो। त्रिपुटी शब्दको अर्थ हुन्छ तीनवटा वस्तु एकै साथ रहनु, एकै साथ काम गर्नु। ओंकार ये त्रिपुटी स्वरूप छ। अ उ म ये त्रिपुटी हो। अ अक्षरको अर्थ हुन्छ जाग्रत अवस्था। अ अक्षरको अर्थ हुन्छ स्थूल शरीर। अधिभूतमा विश्व जाग्रत अवस्था, अध्यात्ममा विश्व और अधिदैवमा वैश्वानर। चैतन्यका दुई विभाग छन्, एउटा जीव कोटिमा, अर्को ईश्वर परमात्मा कोटिमा। जीव कोटिमा एउटा स्थूल शरीरमा अभिमान गर्ने जो चैतन्य हो त्यसलाई जाग्रत अवस्था स्थूल शरीरमा रहेर जो चैतन्य, एउटा स्थूल शरीरमा रहेर जो चैतन्य अभिमान गर्दछ त्यो चैतन्यको नाम हो विश्व। और ये विश्व ओंकार को पहिलो अक्षर अ हो। चैतन्यमा विश्व, समष्टि चैतन्यमा वैश्वानर। विश्व और वैश्वानर और जाग्रत अवस्था, ये तीनटा त्रिपुटी छन्। चैतन्य व्यष्टि चैतन्य विश्व, समष्टि चैतन्य वैश्वानर। व्यष्टि स्थूल शरीर और समष्टि स्थूल शरीर। विश्व एउटा स्थूल शरीरमा अभिमान गर्दछ और वैश्वानर सबै स्थूल शरीरमा अभिमान गर्छ। तपाई हामी यतिखेर एउटा स्थूल शरीरमा बसेका छौं भने वैश्वानर सबैको स्थूल शरीरमा बसेको छ। विश्वलाई त एउटा शरीरको गतिविधिको थाहा हुन्छ, वैश्वानरलाई सबैको शरीरको गतिविधिको थाहा हुन्छ। विश्व केवल यहाँ बानेश्वरको उज्यालोलाई थाहा पाउँछ और वैश्वानरले सारा विश्वको उज्यालोलाई थाहा पाउँछ। विश्वले त बानेश्वरको हाइटमा भएको प्रवचन हेर्छ और आत्मानन्द गुरुलाई देख्छ, तर वैश्वानरले त सारा जगतलाई जान्दछ। वैश्वानरको आँखा हो सूर्य। हाम्रा आँखा यो हुन् भने वैश्वानरका आँखा सूर्य। विश्वका आँखा यो हो भने वैश्वानरको आँखा सूर्य। वैश्वानरका दुईटा आँखा छन्, हाम्रा पनि दुईटा आँखा छन्। हामी आफ्नो दुईटा आँखाले हेरेका छौं और वैश्वानरले पनि आफ्नो दुईटा आँखाले हेरेको छ। विश्वले दुईटा आँखाले हेरेको छ भने वैश्वानरले पनि दुईटा आँखाले हेरेको छ। कुरा बुझ्नुभयो? विश्वले दुईटा आँखाले हेरेको छ। हामीहरू सबै विश्व। यतिखेर हाम्रो नाम के हो? यतिखेर हामीहरूको नाम के हो? चैतन्यमा विश्व। और यतिखेर परमात्माको नाम के हो? चैतन्यमा वैश्वानर। और विश्व और वैश्वानर यी दुईटै ओंकारको पहिलो अक्षर अ हो। तो अ विश्व पनि अ और वैश्वानर पनि अ। वैश्वानरको उत्पत्ति पनि ओंकारको अ अक्षरद्वारा भएको छ। विश्वको उत्पत्ति पनि ओंकारको पहिलो अक्षर अबाट भएको छ। यतिखेर हाम्रो सम्बन्ध वैश्वानरसँग छ। जबसम्म हामी जागिरहन्छौं तबसम्म हाम्रो सम्बन्ध ओंकारको पहिलो अक्षर असँग सम्बन्ध बनिरहन्छ। केवल असँग सम्बन्ध बनिरहन्छ त्यति मात्र होइन, वैश्वानरसँग पनि सम्बन्ध बनिरहन्छ।
जस्तै यतिखेर हाम्रो शरीर स्थूल शरीरसँग हाम्रो सम्बन्ध छ। हाम्रो अहिले सम्बन्ध स्थूल शरीरसँग छ। हाम्रो स्थूल शरीरमा भएको समग्र गतिविधिलाई हामीले जान्दछौँ कि जान्दैनौँ? यहाँ बस्दा बस्दै कसैको ढाड दुखेको होला, त्यसले जानेको छ कि छैन? यहाँ बस्दा बस्दै कसैको घुँडा दुख्यो होला, उसले जानेको छ कि छैन? यहाँ बस्दा बस्दै कसैको पिठ्यौमा चिलाएको होला, उसलाई थाहा छ कि छैन? तर उसलाई केवल एउटा शरीरलाई मात्रै थाहा छ। तर वैश्वानरलाई भने सबैको शरीरको थाहा छ गतिविधि। यतिखेर हाम्रो शरीर हाम्रो सम्बन्ध स्थूल शरीरसँग भएको हुनाले हाम्रो सम्बन्ध यतिखेर पञ्चमहाभूतसँग छ। यतिखेर हामी पृथ्वी, जल, तेज, वायु, आकाशसँग सम्बन्ध राखेका छौँ। हामी पृथ्वीबाट अलग हुन सक्दैनौँ यतिखेर, जलबाट अलग हुन सक्दैनौँ यतिखेर, वायु, तेज, आकाशद्वारा अलग हुन सक्दैनौँ यतिखेर। और त्यस्तै गरी ओमकारको अ अक्षरद्वारा हामी अलग हुनै सक्दैनौँ। त्यस्तै गरी वैश्वानरसँग अलग हुन सक्दैनौँ। त्यस्तै गरी समष्टिमा विराटसँग हामी अलग हुन सक्दैनौँ। समष्टि स्थूल शरीरको नाम विराट, व्यष्टि स्थूल शरीरको नाम शरीर, देह। व्यष्टि स्थूल शरीरमा अभिमान गर्ने चैतन्यको नाम विश्व और समष्टि स्थूल शरीर विराटमा अभिमान गर्ने चैतन्यको नाम वैश्वानर।